अब हामी जाते मोडमा आइसकेका छौँ। हामी यतापट्टि पश्चिम बस स्ट्यान्ड छ भने अनि यता दायाँपट्टि चाहिँ गोर्खा डिपार्टमेन्ट र पूर्व बस स्ट्यान्ड। हामी चाहिँ यहाँबाट सिधै माथि जानेछौँ। हाम्रो यात्रा सुरु भइसकेको छ। तपाईहरू यात्रालाई हेरेर यहाँनिर चाहिँ गाडी लाग्छ भने यो चाहिँ हाम्रो पत्थरीको रङ्गशाला हो। त्यसै गरी हामी सिधै जानेछौँ। हामी यतापट्टि हामी देख्न सक्छौँ इलाका प्रहरी कार्यालय रहेको छ। हामी हाम्रो यात्रा चाहिँ हामी सिधै जानेछौँ। हामी सिधै लागिरहेका छौँ हाम्रो गन्तव्यतर्फ। यात्रा सुरु भइसकेको छ। जङ्गलको बाटो र पिच पनि भएको बाटो एकदमै सजिलो छ। जुनै पनि मौसममा हामी यहाँको वातावरणलाई हेरेर रमाउन सक्छौँ। एकदमै सुन्दर जङ्गलको बिचबाट पिच गरेको बाटो हामी जातेतर्फ जाँदैछौँ। जातेको कोलुङ झरना भन्ने ठाउँमा हामी पुग्नेछौँ। एकदमै सिरिरिरी शीतल हावा चलिरहेको छ। हामी देख्न सक्छौँ आज नयाँ वर्षको दिन हामी जाते आइपुगेका छौँ। एकदमै राम्रो तरिकाले पेन्ट गरिएको छ र यहाँ हामी देख्न सक्छौँ जातेको आकृति बनाएर राखिएको छ। धेरैले फोटोहरू खिच्दैछन् भने हामी साइडमा बर र पिपलको रुखलाई देख्न सक्छौँ र अगाडि निकै नै सुन्दर पहाडहरूको दृश्य, सुन्दर मौसम। हामी यही पहाडको बीच भागमा हामी पुग्नेछौँ। अब हामी जातेको बजारतर्फ यात्रा गर्दैछौँ। हामी अहिले मदन चोकमा आइसकेका छौँ। यहाँबाट बाटो अलिकति घुमाउरो छ। बाइकमा जाँदा एकदमै मजा आउँछ यहाँ घुमाउन चाहिँ। यहाँ बिच चोकमा विभिन्न मूर्तिहरू बनाएर सुन्दर तरिकाले राखिएको छ भने अब हामी जातेको बजारनेर पुग्न लागेका छौँ। यहाँबाट चाहिँ पछाडि जाने बस लाग्छ भने यता साइडबाट चाहिँ हामी बजार र सानो झुलुङ्गे पुल जानेछौँ। तर हामी यता झर्ना जाने भएकोले हामी यो बाटोलाई पक्र्नेछौँ र हामी लेफ्ट साइडबाट हामी जानेछौँ। र साइडमा एउटा सरकारी स्कुल पनि रहेको छ जातेको। हामी यो बाटो हुँदै हामी हिँड्नेछौँ। यहाँदेखि चाहिँ प्लास्टर गरिएको रोड छ। अब हामी सिधै तल जानेछौँ। यहाँ थोरै ग्राभल भएको छ र यो चाहिँ दुईवटा बाटो आएको छ। यताबाट हामी झुलुङ्गे पुल पुग्छौँ भने यो बाटो चाहिँ हामी झर्नातर्फ जानेछौँ। उता झुलुङ्गे पुलको बाटोबाट पनि हामी झर्ना जान सक्छौँ। तर मैले गाडीमा जाने भएकोले मैले यो बाटो सजिलो देखेँ र तपाईँहरूलाई देखाउँछु। यो चाहिँ झुलुङ्गे पुल रहेको छ भने हामी
पूर्वपट्टिको बाटोलाई पकडेर हामी सिधै जानेछौँ। अहिले चाहिँ खासै मनसुनको सिजन नभएकोले गर्दा हिँड्नलाई सजिलो छ। यहाँ तपाईँहरू यदि आउनुहुन्छ भने यहाँ चाहिँ पक्कै पनि तपाईँहरू फागुन चैतको समयमा एकदमै उचित हुन्छ आउनलाई, किनभने पानी खासै परेको हुँदैन, पानीहरू पनि सङ्लो हुन्छ र बाटोहरू अप्ठ्यारो हुँदैन। मनसुनको सिजनमा बाढी आउने चान्सहरू धेरै भएकोले आउन अलिक कठिन हुन्छ। अब हामी बाटो माथि उकालो चढ्दैछौँ। यहाँ थोरै प्रस्टर गरिएको छ, सजिलो छ। हामी माथि जाँदैछौँ। यहाँ चाहिँ उकालोमा बस्ने ठाउँ बनाएको छ भने यहाँ शीतलको लागि एउटा रुख छ। हामी थोरै घुमेर यहाँबाट सिधै जानेछौँ। यहाँ चाहिँ दुईजना भाइहरू खेलिरहेका छन् एकदमै परम्परागत तरिकाले। हामी अझै पनि दाहिनेतर्फको रोडलाई छोडेर हामी देब्रेतर्फको रोडलाई हामी पक्रेर जानेछौँ। यहाँ बस्ने एउटा ठाउँ बनाएको छ भने हामी माथि जाने बाटोलाई नहेरी हामी सिधै तलको बाटो हामी जानेछौँ। हामी सिधै जानेछौँ। हामी तलबाट चाहिँ झुलेको पुल जान्छ भने हामी माथिकै बाटो अपनाएर अघि बढ्नेछौँ। यहाँ थोरै प्लास्टर गरिएर राम्रो बनाएको छ। हामी क्रमशः अगाडि बढ्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ गाउँकै हेन्सम तेरे नाम स्टाइलमा कपाल कोरेको छ। कुछ भी अब हामी यहाँ बोर्डले देखाए अनुसार हामी तलको बाटोलाई पक्रेर हामी हिँड्दैछौँ। तपाईँहरूले अगाडि हेर्न सक्नुहुन्छ यो ठाउँमा यदि विकास आयो भने, बाटो पिच भयो भने एकदमै सुन्दर ठाउँ छ। अगाडि देख्न सक्नुहुन्छ बादलको सुन्दर दृश्य, पहाडहरू र साइडमा खोलाको बोटहरू छ भने मकै बारीहरू छन्। आज वैशाख 1 गते भएकोले धेरैजना सायद झरनातिर नै जानुभएको। यहाँ बोर्डले देखाए अनुसार हामी फेरि पनि सिधै जानेछौँ। यहाँनिर चाहिँ चिया नास्ता खाने दोकानहरू रहेको छ भने अघि आउने हाम्रो दाइहरू चाहिँ यहीँ बसेर खाजा खानुहुँदैछ। सायद मलाई लाग्छ उहाँहरू पनि झरनातर्फ नै जानुहुँदैछ। हामी पनि सिधै यहाँबाट अगाडि बढ्नेछौँ। बाटो अलिकति घुमाउरो, बाइकमा आउँदा चाहिँ एकदमै मजा हुन्छ भने हिँडेर चाहिँ अलिकति समस्या नै दिन्छ। तर पनि वरिपरि पहाड र सुन्दर वातावरण, राम्रो दृश्य भएकोले गर्दाखेरि एकदमै रमाइलो हुनेछ।
अगाडि टिकको रुखहरू पनि रहेछ। हामी थोरै घुम्दै जाँदैछौँ। हामी अब खोलाको बाटो हामी लागेको छौँ। हामी खोलातर्फ जानेछौँ। र साइडमा चाहिँ तपाईहरुले जेसीबी देख्नुभएको छ। जेसीबीले झरनासम्म पुग्ने बाटो चाहिँ बनाउँदैछ। भविष्यमा राम्रो बाटो बन्नेछ। अब यहाँबाट हामी खोलातर्फ सिधै जानेछौँ। यहाँ केही दाइहरू साथीहरू अगाडिपट्टि रहेका छन्। बाइक चाहिँ पर राख्ने ठाउँ रहेको छ। यहाँसम्म चाहिँ बाइक नै जान्छ। र यता साइडपट्टि बाइकहरू राखेर अब यहाँबाट चाहिँ हामी हिँड्दै जानुपर्ने हुनेछ। हामी यो खोलाको ढुङ्गाहरूमा उफ्रिँदै रमाउँदै रमाइलो गर्दै हामी अगाडि बढ्नेछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ एकदमै ठुलो ढुङ्गाहरू रहेको छ। अब हामी यहाँबाट हिँड्दै हाम्रो यात्रालाई हामी सुरु गर्नेछौँ। भविष्यमा चाहिँ पक्कै पनि गाडी माथिसम्म जाने बाटो बन्दैछ। र हामी यहाँबाट अब खोलाको पानीलाई स्पर्श गर्दै ढुङ्गा माथि टेक्दै हामी अगाडि बढ्नेछौँ। तपाईहरुले हिँडेर आउँदाखेरि चाहिँ जुत्ता लाएर हैन, जुत्ता लाउनुहुन्छ भने पनि स्पोर्ट्स सुज हुनु पर्यो। तपाईले सजिलो खालको चप्पल लगाएर तपाईहरु आउनुपर्ने हुनेछ, किनभने खुट्टामा समस्या हुन सक्ला। अहिले चाहिँ पानी पर्ने मौसम आएकोले गर्दाखेरि पानीहरू एकदमै धमिलो पनि देखिन्छ। तर फागुन र चैतको महिनामा तपाईं यदि आउनुहुन्छ भने पानी एकदमै सङ्लो, तलको कुराहरू पनि स्पष्ट छर्लङ्ग देखिने गरेको हुन्छ। र हामी अब यहाँबाट सिधै माथि जानेछौँ। झरना चाहिँ यस खोलाको टुप्पोमा रहेको छ। हामी विशेष गरेर यस खोलाको टुप्पोमा हामी जानेछौँ। जाँदाखेरि चाहिँ अलिकति समस्या पर्छ भने आउँदाखेरि सजिलो हुन्छ। यो चाहिँ पानीको धारले एकदमै चिल्लो बनाएर ढुङ्गालाई मिलाएर काटेको छ। एकदमै चिल्लो र राम्रो तपाईहरुले देख्न सक्नुहुन्छ। फागुनको महिनामा चाहिँ एकदमै सङ्लो पानी हुने भएकोले एकदमै राम्रो देखिन्छ। अब हामी यसलाई पनि नागेर हामी सिधै अगाडि बढ्नेछौँ। अब हामी करिब झरनाको नजिक आइपुग्न लागेका छौँ। हामी यो साइडको बाटोलाई पक्र्नेछौँ किनभने यो सजिलो छ। एकदमै राम्रो पहाडहरूको बीचबाट झरना निस्केर पानी बगेको छ। पहाड एकदमै राम्रो देखिएको छ। तपाईहरु यदि ट्रेकिङमा आउनुहुन्छ भने एकदमै मजा आउनेछ। रमाइलो ठाउँ रहेको छ। साना झरना जसरी खोलामा ठुला ढुङ्गाको बीचबाट पानी बगिरहेको छ। हामी नजिकबाट खिच्ने हो भने दुरुस्तै झरना जस्तै देखिन्छ। अब हामी कतै पनि ढिला नगरी हामी सिधै अगाडि बढ्नेछौँ। यदि तपाईहरु दिउँसोको समयमा आउनुहुन्छ भने हिँडेर आउनुहुन्छ भने यदि तपाईहरुलाई छिटै रात पर्ने समस्या देखिन्छ भने तपाईहरु एकदमै छिटै बिहानै आउनु पर्नेछ। अझै ठुला ढुङ्गाहरू हामी देख्न सक्छौँ।
पहाडहरू भयो। हामी यसलाई पार गर्दै हामी अगाडि बढे। पछि चाहिँ यहाँसम्म आउने बाटो बन्दैछ। यस ढुङ्गाको बीचबाट हामी यहाँबाटलाई पार गरेर निस्केर जानेछौँ। झरना पुगेर फर्किँदै गरेको र यहाँनिर चाहिँ केही व्यक्तिहरू आराम गरेर बसिरहेका छन् भने हामी झरनाको एकदमै करिब हामी पुगिसकेका छौँ। यहाँ हामी देख्न सक्छौँ झरना हामी एकदमै नजिक पुगिसकेका छौँ। आज 1 गते भएकोले गर्दाखेरि अलिक भिड हामी देख्न सक्छौँ। यो चाहिँ भविष्यमा एकदमै राम्रो विकास भएर एकदमै राम्रो ठाउँ बन्ला जस्तो देखिन्छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ एकदमै सुन्दर झरना रहेको छ भने यहाँ अहिले चाहिँ पानी धमिलो भएको छ। तर फागुनको मौसममा चैतमा सङ्लो पानी हुनेछ। यहाँ धेरैजना व्यक्तिहरू झरनामा रमाइरहेका छन्। हाम्रो बहिनीहरू पनि फोटो खिच्न तयार भइरहेका छन्। यहाँ झरनादेखि भित्र पनि पस्ने ठाउँ रहेको छ। केही व्यक्तिहरू त्यहाँ भित्र बसेर आनन्द लिइरहेका छन् भने केही व्यक्तिहरू चाहिँ झरनामा नुहाउँदै डाइभ हान्दै रमाइरहेका छन्। यो चाहिँ कोलुङ झरना। अब हामी यहाँबाट फर्कनेछौँ। हामी छिटै फर्किनु पर्ने हुनेछ किनभने हामी हिँड्दै आएका थियौँ र अब हामी यहाँबाट फर्कनेछौँ। र यहाँ चाहिँ नुहाएर जाडो भएको कारणले गर्दाखेरि आगो तापेर रमाइरहेका छन् हाम्रो दाजुभाइहरू। यहाँ पर चाहिँ एउटा परिवार पिकनिक मनाइरहेको छ। तपाईहरुलाई धेरै धेरै धन्यवाद छ। तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छ र मेरो भिडियोलाई हेरिदिनु भएको छ। त्यसैले सबैजनालाई थ्याङ्क्स, लभ यु फरएभर। अब हामी अघिकै बाटो फर्किएका छौँ भने यो चाहिँ अघि मैले देखाएको थिएँ झुलुङ्गे पुल जाने बाटो भनेर। हामी त्यही बाटोलाई हामी पछ्याउँदै हामी झुलुङ्गे पुलतर्फ हामी जानेछौँ। साँझ पर्न लागेको समयमा हामी फर्किएका छौँ। अगाडिपट्टि पहेँलो पहेँलो रातो घाम भइसकेको छ। अब हामी यो प्लास्टर गरिएको बाटोलाई पछ्याउँदै हामी अगाडि बढ्नेछौँ। हामी सिधै अगाडि जानेछौँ। अगाडि हाम्रो झुलुङ्गे पुल पनि हामी आइसकेको देख्न सक्छौँ। हामी यो बाटोलाई नपछ्याई मैले चाहिँ यता साइडबाट सर्टकट लिएर सिधै जाने विचार गरेँ। अब हामी आइपुगेका छौँ झुलुङ्गे पुलमा। त्यसबाट उत्तरपट्टि हामीले एकदमै सुन्दर दृश्य हामी देख्न सक्छौँ भने हामी सिधै अगाडि बढ्नेछौँ। बेलुकाको समयमा झुलुङ्गे पुल एकदमै राम्रो देखिने रहेछ। यहाँनिर गाडीहरू पनि वारपार गर्ने गरेका रहेछन्। अब हामी ढिला नगरी सिधै अगाडि
बढिरहेका छौँ। हामी यहाँ बीच भागमा आएपछि हामी वरपरको दृश्यलाई हामी हेर्नेछौँ। अगाडिपट्टि हामी यसै बीच भागमा हामी गएका थियौँ अघि, अनि यतापट्टि चाहिँ हामी पत्रिरहेको छ। हामी यतैबाट जानेछौँ अहिले जाँदा, र तल हामी देख्न सक्छौँ। अनि यता साइडमा चाहिँ गीत बजाउँदै मानिसहरू रमाइरहेका छन्। यहाँ तल चाहिँ केही व्यक्तिहरू नाचिरहेका छन्, रमाइरहेका छन्। अनि अब हामी यसरी नै हामी फर्किरहेका छौँ। यहाँ केटाकेटीहरू आफ्नै तालमा रमाइरहेका छन्। एउटा भाइ पुरै पिङको मजा लिइरहेको छ, आफ्नै हाते पिङको। अब हामी यहाँबाट यही बाटोलाई पछ्याउँदै हामी फर्किँदैछौँ। यतापट्टि साइडमा चाहिँ सानो कटेज खाजा घर रहेको छ। अब हामी फर्किसकेका छौँ। यताबाट चाहिँ अघि हामी गएका थियौँ भने हामी यो चाहिँ झोलेङ पुल जाने बाटो थियो, र अब हामी फर्केका छौँ।